गुठी मठ मन्दिर सबैजनालाई जानकारी छ, तर गुठी चाहिँ कति प्रकारको छ, गुठी भनेको के हो भने कतिपय मान्छेले चाहिँ जानकारी छैन। गुठी अन्तर्गत के पर्छ र कतिवटा गुठी हुन्छ र खास गरेर गुठीको कामहरू के छ भने त्यो धेरै जनालाई चाहिँ जानकारी छैन। आज चाहिँ हामी खास गरेर गुठीको प्रसङ्गमा चाहिँ कुराकानी गर्छौँ। जसरी गुठी भनेको मठ मन्दिर मान्छे सम्झिन्छ, गुठी पर्ने अन्तर्गत चाहिँ जग्गाहरू चाहिँ बुझिन्छ, तर चाहिँ राजगुठी जस्तै कुरा आयो। जसरी अहिले चाहिँ यो अतिक्रमण गरेका चाहिँ पोखरीहरूमा चाहिँ खाली गराइरहेका छन् पोखरीको जग्गाहरू, त्यस्तै चाहिँ यो राजगुठी भनेको के हो खास गरेर हामी चाहिँ आज कुराकानी गर्नेछौँ। जुन गुठीको प्रसङ्गमा यो गुठी कति प्रकारका छन्, गुठी भनेको के हो, आज हाम्रो चाहिँ यही प्रश्नहरूको चाहिँ हामी चाहिँ जवाफ दिनका लागि हामीसँग अतिथिको रूपमा हुनुहुन्छ गुठी राज संस्थान प्रधान कार्यालय पूर्वाधार विकास तथा सम्पदा संरक्षण शाखाको शाखा प्रमुख सिनियर डिभिजन इन्जिनियर शालिग्राम सुवेदीजी। उहाँसँग हामी चाहिँ यही विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। उहाँलाई पहिला हामी कार्यक्रममा स्वागत गरौँ। यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद हजुर। खास गरेर अहिले चाहिँ प्रधान कार्यालयबाट जनकपुरतिर आउनु हजुरको चाहिँ विशेष गरेर चाहिँ के योजना? यहाँलाई फेरि पुनः तपाईँले चाहिँ लाई धन्यवाद दिँदै पहिला आफ्नो परिचयबाट सुरु गर्न चाहन्छु। म शालिग्राम सुवेदी, पेसाले आर्किटेक्ट र अहिले चाहिँ कार्यरत गुठी संस्थान प्रधान कार्यालयको पूर्वाधार विकास तथा सम्पदा संरक्षण शाखामा शाखा प्रमुखको रूपमा सिनियर डिभिजनल इन्जिनियर भएर कार्यरत गरिरहेको छु। सँगसँगै म एउटा सरकारी निकायमा बसेर काम गर्ने एउटा पाटो हुँदै गर्दा मैले आफ्नो यस्तै धार्मिक सांस्कृतिक कामहरूलाई पनि राम्रोसँग अगाडि अध्ययन गर्नुपर्छ भन्ने हिसाबले म यही विषयमा पढाउने पनि एउटा टिचरको रूपमा विभिन्न इन्जिनियरिङ कलेजमा पढाउँछु र सँगसँगै म आफै पनि सम्पदा संरक्षणको एउटा विद्यार्थीको रूपमा शोधार्थीको रूपमा एउटा चाहिँ विद्यावादी शोधार्थीको रूपमा पनि सम्पदा संरक्षणको कार्यमा लागिरहेको छु। त्यसकारण मेरो आफ्नो परिचय यो भयो र त्योभन्दा पनि राष्ट्रको परिचय चाहिँ पहिला कुनै पनि राष्ट्र भनेको यहाँले अगाडिको प्रश्न उठान गर्नुभएको थियो, गुठी भनेको के हो भनेर बुझ्दै गर्दा गुठी भनेको विशुद्ध रूपमा बुझ्दै गर्दा धार्मिक, सामाजिक, सांस्कृतिक र परोपकारी हिसाबले राखिएका दाताहरूले अर्पण गरेर राखेको सम्पत्तिलाई हामी गुठी भन्छौँ। पहिला त्यो कुरो बुझ्नु पर्यो। गुठी किन राखियो भन्दाखेरि हामीले अहिले हेऱ्यौँ भने गुठीहरू विभिन्न प्रकारका गुठीहरू त हुन्छन्। विभिन्न प्रकारका भनेको निजी गुठीहरू हुन्छन्, अनि त्यसपछि गएर नेपाल सरकारले यो विभिन्न कालखण्डमा आफूले व्यवस्थापन गरिआएका गुठीलाई 2021 साल पछाडि गुठी संस्थान मार्फत आइरहेका गुठीहरूको काम कारबाही गुठी संस्थानले आजका मितिसम्म गर्दै आइरहेको छ। त्योभन्दा नि पहिला गुठीको उत्पत्ति किन भयो भनेर सोध्यौँ भने नेपाल राज्यको जहिले स्थापना भयो, हाम्रो चाहिँ अध्ययनले के देखाउँछ भने नेपाल राज्यको स्थापना जहिले भयो त्यही समयबाट नै गुठीको स्थापना भएको भनेर बुझिन्छ। र त्यो गुठीले विशेष गरी मानव कल्याणका रूपमा काम गरेको छ, धार्मिक कामहरू गरेको छ, सांस्कृतिक कामहरू गरेको छ, परोपकारी काम गरेको छ। त्यही अनुसार गुठीहरू स्थापना भएका छन् भनेर हामीले मजासँग त्यो हेर्दै गयौँ भने मानदेवको हामीले चाहिँ लिखित अध्ययन गरेर गयौँ भने भक्तपुरको मानदेवको कालमा विक्रम सम्वत 521-22 आसपासमा त्यहाँ हामीले हेऱ्यौँ भने विभिन्न अभिलेखहरू प्राप्त गर्छौँ। त्यो अभिलेखहरू अध्ययन गऱ्यौँ भने त्यहाँ विभिन्न प्रकारका गुठीहरू राखेको रिटर्न रूपमा हामीले डकुमेन्ट प्राप्त गरेका छौँ। त्यो डकुमेन्टमा हेऱ्यौँ भने अहिले पनि त्यहाँ करिब हाम्रो त्यो डकुमेन्टमा त्यति बेला त्यो दाताले चाहिँ विभिन्न थरीका 36 थरीका गुठीहरू राखिएको छ। 36 थरीका गुठीहरू राख्नुको अर्थ डिफ्रेन्ट 36 थरीका नै डिफ्रेन्ट कामहरू सुचारू रूपले हुन् भनेर राखिएको हामीले चाहिँ अध्ययनबाट देख्छौँ। त्यो भनेको के भन्दा कुनै जात्रा पर्वमा पानी खुवाउनु पर्यो भने कसले गर्ने त भन्दा जात्रा पर्वमा मैले एउटा सिम्बोलिजमको रूपमा भने जात्रा पर्वको रूपमा पानी खुवाउनको लागि छुट्टै गुठी राखियो, जात्रा पर्व सञ्चालन गर्नको लागि एउटा अर्कै गुठी राखियो, बाजाहरू सुमधुर राम्रो तरिकाले व्यवस्थित हुन चाहिँ बाजा बजाउनको लागि छुट्टै गुठी राखियो। त्यसपछि गएर बिहान बेलुका दैनिक नित्य नैमित्तिकका कुराहरू गर्नको लागि छुट्टै गुठीहरू राखेको अभिलेख पाइन्छ। यसबाट के हेरिन्छ भने अहिलेको चाहिँ नि मोडर्न इतिहासमा आएर हेर्दाखेरि जुन हाम्रा चाहिँ नेपाल सरकारले चाहिँ
विद्युत प्राधिकरणले एउटा खालको काम गरेको, टेलिकमले अर्को खालको काम गरेको चाहिँ, सडक विभागले अर्को काम गरेको देखिन्छ भने त्यो लिच्छवी कालदेखि मल्लकालसम्म पनि यस्ता विभिन्न प्रकारका गुठीहरू थिए र त्यो गुठीहरूबाट नै सबै खालको अहिलेको चाहिँ नि हाम्रो चाहिँ जसरी संरचना चलेको छ त्यति बेला पनि ती सबै कामहरू ती गुठीहरूबाट हुने यति वैज्ञानिक विधि थियो भनेर मैले यहाँलाई जानकारी गराएँ। हजुर, जसरी अहिले चाहिँ जनकपुरतिर आउनेको मेन उद्देश्य हजुरको चाहिँ प्रधान कार्यालयबाट किन? एकदम राम्रो प्रश्न गर्नुभएकोमा यहाँलाई फेरि धन्यवाद व्यक्त गर्दै एकदमै राम्रो। अघि भने अनुसार जब राज्यको चाहिँ नि राज्य भनेको भूगोल मात्रै होइन, त्यहाँ बस्ने जनता पनि हुन् र जनता भनेको त्यो जनतालाई हामीले राज्यसँग जोड्नु भनेको के हो त त्यहाँको धर्म संस्कृतिलाई कसरी प्रगाढ बनाउन सकिन्छ, अन्धविशेष मान्छेको हाम्रो पिपल्सको निडमा अनुसार हो भन्ने नै लागेर नै गुठीहरू स्थापना भए र अहिले भलै विगत धेरै लामो समयदेखि यो वादको क्रममा चाहिँ हाम्रो काठमाडौँ मात्रै होइन देशैभरि, यहाँ मात्रै होइन देशैभरि गुठीका जग्गाहरू विशेष गरी पोखरी अतिक्रमण बढिरहेको, त्यसै गरी मन्दिरभित्र चाहिँ नि संस्था कानुनले निषेध गरेको अर्थात् कानुनले सहमति लिनुपर्छ भनेर भनेको निकायबाट सहमति नलिकन आफू खुसी जानेर या नजानेर निर्माण गरिएका संरचनाहरूले गर्दा अहिले जनक राजाले यो चाहिँ जानकी एउटा पवित्र धाम चाहिँ पवित्र स्थल चाहिँ अहिले अलिकति कुरूप बन्दै गएको, हिजोको मूल्य मान्यताहरू अलिकति स्खलित भयो हो छोड्दै गयौँ कि भन्ने जस्तो लागेको गर्दै गर्दा अर्थात् पोखरीले साबिकका पोखरीहरूले जति हुनु पर्थ्यो त्यो पोखरीहरू चाहिँ को एरिया घट्न कसरी गयो यी सबै विषयमा चाहिँ अध्ययन गर्दै जाँदा विगतमा धेरै आयोगहरू थिए, भोजराज पोखरेलको आयोगदेखि सबै आयोगले दिएको प्रतिवेदनहरूलाई कार्यान्वयन गर्नुपर्छ भनेर अहिलेको सम्माननीय अहिलेको नयाँ सरकार बनिसकेपछि नयाँ सरकारको 100 बुँदे कार्यक्रमको बुँदा नम्बर तपाईको चाहिँ 92 मा पनि एउटा यो सार्वजनिक र जग्गाहरू अतिक्रमणको विषय हटाउने रहेको र त्यही अन्तर्गत हाम्रो चाहिँ माननीय मन्त्रीज्यू र अहिलेको पूर्ण सरकार सम्माननीय प्रधानमन्त्रीज्यू समेतको चाहिँ त्यो चासो चिन्ता भएको हुनाले त्यही अनुरूप र हाम्रो पनि संस्थानको पनि त्यही चासो भएर चिन्ता र आम मानिसको पनि त्यही चासो र चिन्तालाई एकीकार गर्दै त्यसमा कसरी अगाडि बढ्न सकिन्छ भनेर योभन्दा अगाडि उच्च स्तरीय समिति अगाडि भनेको केही बनेको थियो। उहाँहरूले आएर यहाँ सबैसँग छलफल गर्नुभयो र छलफल गरिसकेपछि अतिक्रमण हटाउन त हटाउने तर कहाँबाट हटाउने भन्दा पोखरीबाट सुरु गर्दै जाउँ। पोखरीबाट सुरु गर्दै जाँदाखेरि नापिकारले धनुषाले दिएको तपाईँको चाहिँ नि उपलब्ध गराएको नक्सा अनुसार एउटा रेखाङ्कनको कार्य टुङ्गाइसकेपछि अनि मात्रै अगाडि बढ्ने भन्ने सिलसिलामा त्यसको एउटा चाहिँ संयोजनकारी भूमिका आखिर यो गर्ने त नापीतिरको प्राविधिक नापी कार्यालयका सर्वेक्षक अमिनहरू सहितको त्यहाँको प्राविधिक हाम्रो पनि त्यही फिल्डका नापी सम्बन्धी प्राविधिकहरूले गर्ने तै पनि त्यहाँ सहजता होस् भन्ने हिसाबले यहाँ आएको। अहिले तपाईँहरू गइराख्नु भएको छ, जुन सूचना निस्केको आज 7 दिन पुरा भइसकेको छ, 7 दिनभन्दा बढी नै भइसक्यो, तर अहिले चाहिँ के कस्ता चाहिँ अनुगमन गर्नुभयो, के कस्तो चाहिँ अतिक्रमण हेर्नुभयो, कस्ता अतिक्रमण भएको छ पोखरीमा? यसलाई यहाँले चाहिँ प्रश्न उठान गर्नुभएकोमा फेरि धन्यवाद दिँदै होइन हामीले चाहिँ के गर्यौँ भन्दाखेरि पहिलो सूचनामा यहाँले पनि पक्कै पढ्नुभएको छ 7 वटा पोखरीहरू निस्केको थियो। त्यो 7 वटा पोखरीमा हामीले अरू केही गरेनौँ, हामीले चाहिँ गरेको भनेको त्यसमा चाहिँ त्यो नापी कार्यालयबाट प्राप्त गरेको नक्साको आधारमा तपाईँको चाहिँ नि नापीकै टिम नापी कार्यालय धनुषाकै हाम्रो चाहिँ त्यहाँको सर्वेक्षकज्यूको नेतृत्वमा हाम्रा पनि प्राविधिकहरू नापीतर्फका प्राविधिकहरूले एउटा चाहिँ त्यही अनुसार रेखाङ्कन मार्किङ गर्ने काम सम्पन्न भएको 7 वटामा सकियो। त्यसै गरी अरू थपमा पनि भइरहेको छ र त्यो हामीले एक खालको रिपोर्ट दिइसकेपछि हामीभन्दा माथिल्लो कार्यान्वयन समितिले के कसरी अगाडि बढ्ने भन्ने कुरा उसले नै निर्णय गर्ने भन्ने मैले यहाँलाई अनुरोध गरेँ। तपाईँ अहिले चाहिँ गइराख्नु भएको छ फिल्डमा होइन, 7 वटा पोखरीलाई चाहिँ अहिले चाहिँ अतिक्रमण मुक्त गराउने र राजगुट्टीमा आउने जुन पोखरीहरू छ त्यसलाई राजगुट्टीको चाहिँ जग्गाहरू, यो राजगुट्टी भनेको के हो? राजगुट्टी हजुर हस् एकदम राम्रो प्रश्न गर्नुभयो, अत्यन्तै सान्दर्भिक। राजगुठी भनेर हामीले के भन्छौँ त भन्दाखेरि संस्थानले व्यवस्थापन गरी आएका गुठी संस्थान स्थापना हुनुभन्दा अगाडि विभिन्न तरिकाबाट व्यवस्थित विभिन्न कालखण्डमा विभिन्न प्रकारले चाहिँ व्यवस्थित हुँदै आएका थिए। 2019 को संविधानका आधारमा 2021 सालमा गुठी संस्थानको स्थापना भइसकेपछि सबै राज्यले चलाएका गुठीहरूलाई राज्य मार्फत व्यवस्थित गर्नको लागि छुट्टै एउटा चाहिँ इन्स्टिट्युसन आवश्यक पर्छ। त्यो इन्स्टिट्युसन
भनेको के हो त भन्दाखेरि गुठी संस्थान राखौँ र त्यसले चाहिँ नि ती व्यवस्थित गरोस् र त्यो गर्दाखेरि नि देवी देवताको नाममा जम्मा भएको रकम चाहिँ लाई हामी देवस्व रकम भन्छौँ। त्यो देवस्व रकम चाहिँ राजस्व रकममा मिसाउन हुँदैन भन्ने संवैधानिक व्यवस्था बमोजिम त्यही 2019 सालको संवैधानिक व्यवस्था बमोजिम 21 सालमा गठन भएर अहिले पनि कार्यरत भएको छ। त्यसै कारण यसलाई राज्यले सञ्चालन र व्यवस्थापन गरिआएका गुठीहरू भनेर बुझ्नु नै उत्तम हुन्छ। यो खास गरेर गुठीहरू अघि तपाईँ भन्नुभयो होइन, कति प्रकारका गुठीहरू हुन्छ? एकदम राम्रो। हामीले हेर्दै गर्दाखेरि राजगुठीहरू त बेसिकल्ली राजगुठी भनेको अमानत गुठी र छुटगुठी भन्छौँ। राजगुठी हाम्रो गुठी संस्थान ऐन 2033ले चाहिँ नि निर्देश गरे बमोजिम होइन। त्यस कारण चाहिँ राजगुठीभित्रकै अमानत गुठी हो, त्यो छुट्टै गुठी होइन। राजगुठीका दुईटा अमानत गुठी भनेको सम्पूर्ण खर्च चाहिँ तपाईँको चाहिँ सञ्चालन संस्थानले नै व्यवस्थापन गरी आउने गुठीहरूलाई तपाईँको अमानत। छुट भनेको चाहिँ तैँले त्यहाँको खर्च त्यसैको आम्दानीले नै तैँले चाहिँ सञ्चालन गर्नु भनेर कुनै कुनै त्यस्ता गुठीहरू पनि छन्, तिनलाई हामी छुटगुठी भन्छौँ। छुटमा सञ्चालित, त्यो छुट्टै होइन, त्यही राजगुठीको एउटा चाहिँ पार्ट मात्रै हो। अहिले तै पनि त्यो छुटगुठीलाई हामी त्यो छुटगुठी पनि भन्दैनौँ, राजगुठी नै हो। यहाँले सोध्न खोज्नुभएको सायद गुठीको हेर्दा त्यति नै हुन्। अब अरू र अर्को गुठीहरू मात्रै भन्नुभयो भने अलिक फरक छ। एउटा राजगुठी हुन्छ, राज्यले सञ्चालन गरिआएको गुठी। एउटा चाहिँ निजी गुठी भनेको पारिवारिक हिसाबले स्थापना गरिएका गुठीलाई निजी गुठी भनिन्छ, विशुद्ध पारिवारिक हिसाबले। अनि अर्को चाहिँ सामुदायिक गुठी पनि भन्ने एउटा हाम्रो कन्सेप्ट छ, जुन देवानी संहिता तपाईँको चाहिँ मा पनि उल्लेख भएको छ। त्यो गुठी भनेको अलिकति कम्युनिटीका लागि पनि हामीले चाहिँ नि कम्युनिटीलाई पार्टिसिपेट गराउने हिसाबले गरिएका गुठीहरू पनि अलिकति तपाईँको सार्वजनिक गुठीहरू भनेर त्यसरी बेसिकल्ली 3 प्रकारका नै गुठीहरू हुन्छ। यो गुठी चाहिँ कहिले स्थापना भएको, किन स्थापना भयो, गुठी किन नै चाहियो? गुठी बहुत राम्रो। यहाँलाई हेऱ्यौँ भने अब यहाँलाई अलिकति अगाडि मैले सुरुमा पनि नम्र निवेदन यहाँलाई भनिसकेँ, गुठी भनेको पहिला बुझ्दै जाँदाखेरि सामाजिक हितको लागि धार्मिक कार्यक्रम सुमधुर हिसाबले सञ्चालन गर्न, सांस्कृतिक र परोपकारी कार्यका लागि सञ्चालन गर्ने उद्देश्यले तत्कालीन धर्मपरायणहरू दाताहरूले चाहिँ आफ्नो सम्पत्ति दान गरेको विषय नै गुठी भनिन्छ भनेर मैले भने। त्यही अन्तर्गत कस्तो थियो भने त्यति बेला हाम्रा दाताहरूले परेवा अथवा बाँदरलाई परेवालाई चाहिँ चारो हाल्ने पनि एउटा गुठीहरू राख्नु भएको थियो। बाँदरले खानुपर्छ भनेर पनि गुठीहरू स्थापना गरिएको थियो। त्यो सँगसँगै तपाईँलाई अर्को काठमाडौँमा कालो पुल भन्ने हजुरले सुन्नुभएको पनि छ। त्यो कालो पुल पनि के हो त भन्दा गुठीकै एउटा कालो पुलको जग्गा भनिन्छ। कालो पुल पनि वारीबाट पारी जानको लागि, खोलामा तर्नको लागि एउटा पुलको रूपमा के गर्ने त भन्दा गुठी स्थापना गरिदिने। त्यो गुठीले नै त्यो पुलको मर्मत सम्मार कहाँबाट ल्याउने के गर्ने भनेर राखिएको अत्यन्तै वैज्ञानिक एउटा चाहिँ विधि हो। गुठी मान्छेले जसरी बुझिया छ त्यो सञ्चालन होस् भनेर कालो पुल राखियो। त्यसै गरी आरेघाटमा दाउरापारी गुठी भन्ने छ। आरेघाटमा दाउरापारी गुठी भनेको मान्छेहरू जब चाहिँ मृत्यु भइसकेका हुन्छ, आरेघाटमा लगेर तपाईँको चाहिँ जलाउँदा त दाउराको आवश्यक पर्ने भनेर त्यति बेलाका दाताहरूले आरेघाट पारी दाउरा गुठी नाम गुठीको स्थापना गरेर त्यो गुठीले जो मान्छेहरू त्यहाँ लानुपर्ने हुन्छ उहाँहरूलाई चाहिँ सबै चलोस् भनेर राखिया छ। त्यति मात्रै होइन, यहाँले हेर्दै जानुभयो भने त्यो हामीले अहिले वीर अस्पताल पनि एउटा वीर अस्पताल सुन्नुभएको छ, अहिले नै अस्पताल छ। त्यो वीर अस्पताल पनि त्यति बेला गुठीबाट नै सञ्चालन भइराखेको छ। त्यसकारण चाहिँ हामीले हेऱ्यौँ भने हाम्रा चाहिँ शैक्षिक गुठीहरू पनि छन्, त्यति बेला राजगुठीकै छन्। त्यसपछि गएर मनोरञ्जनका लागि पनि गुठी राखिया छन्, सामाजिक हितका लागि पनि गुठी राखिएको पाइन्छ। गुठी भनेको त्यति एउटा चाहिँ 5 बेसिकली त्यही अघि पनि भने सामाजिक, सांस्कृतिक, धार्मिक र परोपकारी हितले अनन्तकालसम्म चलोस् भनेर गुठी राखियो। त्यो किन राखियो, त्यसलाई जग्गासँगै किन जोडियो त भन्दा गुठी भनेको धार्मिक, सांस्कृतिक र सामाजिक कार्यको जीवनीको रूपमा सधैँ रहिराखोस्, कसैसँग आश्रित हुन नपरोस्, अर्थात् कसैसँग चाहिँ बजेट माग्नु पनि नपरोस् भन्ने उद्देश्यले, त्यो पवित्र उद्देश्यले राखियो। अर्थात् त्यहाँ गुठीमा चल्ने सबै एक्टिभिटीहरू त्यो गुठीसँगै रहेको त्यसको जग्गाको आयस्ताबाट आउने जुन इन्कम हुन्छ त्यो आय स्रोतले चलोस् भन्ने वैज्ञानिक उद्देश्य राखेर गुठीहरू स्थापना गरिएको। यो त्यस्तो
धेरै तपाईँको चाहिँ नि फार साइटनेस भएका हाम्रा दाताहरूले पूर्वजहरूले सोचेर राख्नुभएको भनेर बुझ्नुपर्छ र त्यही हो हजुर। यो हरेक ठाउँबाट चाहिँ करोडौँ रुपियाँ गुटीमा चाहिँ सङ्कलन हुन्छ, जसरी जनकपुरमै करोडौँ रुपियाँ भन्दाखेरि सङ्कलन भइरहेको छ। तर जनकपुर धाममै हेर्दाखेरि गुटीका जुन मठ मन्दिरहरू छन्, जुन जीर्ण अवस्थामा गइसकेका छन्, जुन यति ऐतिहासिक जुन मठ मन्दिरहरू छ, त्यसको संरक्षण भइरहेको छैन। किन चाहिँ यसप्रति गम्भीर भएको छैन गुटी? के कारण? प्रश्नको लागि फेरि धन्यवाद। हामीले यसरी बुझौँ, यहाँले चाहिँ भनेका कुराहरूमा हाम्रो गुटी संस्थान ऐन 2033 हेऱ्यौँ भने गुटी संस्थान ऐनले के भन्छ भन्दा राजगुटीको सञ्चालन र व्यवस्थापन भन्छ र गुटीको जम्मा दुईटा कार्यहरू, मुख्य कार्यको कुरा गरे। दाताले जुन उद्देश्यले गुठीहरू राख्नुभयो त्यही उद्देश्य अनुसार त्यो गुठीहरू चलुन् भनेको अर्थात् चल्ने त्यसलाई चलाउने र व्यवस्थापन गर्ने। मानिलिनुहोस् एउटा गुठी जानकी मन्दिर अथवा यहाँ सबै खालका चाहिँ नि नेपालभरि यस्ता गुठीहरू सञ्चालन गर्दाखेरि उद्देश्य भनेको त्यहाँको नित्य पर्व पूजा नित्य नैमित्तिकका कार्यहरू नियमित रूपमा सञ्चालन हुनुपर्यो र सञ्चालनका लागि राखिएको चाहिँ सम्पत्तिलाई चाहिँ अविच्छिन्न रूपमा चाहिँ त्यसको सुरक्षा र सुरक्षित राख्दै व्यवस्थापन गर्ने मुख्य दुईटा चाहिँ पाटो चाहिँ गुठीको उद्देश्य हो। त्यो अनुरूप हाम्रो काम छ र हामीले चाहिँ नेपाल सरकारले 2049 सालमासम्म दिइरहेको प्रशासनिक खर्च समेत कटौती गरेको अवस्था छ, यहाँलाई जानकारी गराउँदै गर्दा। त्यस पश्चात हामीले मठ मन्दिरमा जति तपाईँको पूजा खर्च, त्यसपछि त्यहाँ चाहिँ त्यो हाम्रा दरबन्दीहरू भन्छौँ हामीले, पुजारी, त्यहाँ चाहिँ महन्त, त्यसपछि गएर सहायक पुजारी, सहायक महन्त लगायत हाम्रा विभिन्न पदहरू हुन्छन्। ती पदहरू सिर्जना गर्दाखेरि लाग्ने दायित्व पनि हामीले नै व्यवहार गर्नुपर्छ। त्यो व्यवहार गर्ने चाहिँ कहाँबाट त भन्दा तत्तत गुठीको चाहिँ आम्दानीबाट व्यवहार गर्नुपर्ने हो। हजुरले सोध्नु, त्यस कारण चाहिँ हामी त्यसैमा लागेका छौँ। र मठ मन्दिरहरूको संरक्षण र व्यवस्थापन वास्तवमा गुठी संस्थान ऐनले गुठी संस्थानलाई अधिकार दिए पनि हामीले र त्यति मात्रै त्यो हेऱ्यो भने त्यसैले गरोस् भन्नेदेखि सँगसँगै प्राचीन स्मारक संरक्षण ऐन 2013 भनेर हाम्रो चाहिँ पुरातत्व विभागलाई अधिकार दिएको छ। उसले चाहिँ सम्पदा, भौतिक सम्पदाहरू भनेर भन्छौँ, त्यो चाहिँ काम उसले पनि गर्नुपर्ने भएको हुनाले हामीले चाहिँ धेरै जसो मुख्य काम चाहिँ हामी पर्व पूजा जात्रा यात्रा मात्रा भन्छौँ, जसलाई अभौतिक सांस्कृतिक सम्पदा पनि भन्छौँ र अमूर्त सांस्कृतिक सम्पदामा हामी लागिरहेका छौँ। र हामीले त्यही गर्दै गर्दा हामीले अनवरत रूपमा एउटा संस्थाले, कुनै पनि इन्स्टिट्युसनले त्यो अतिक्रमण होस् या त्यसको आम्दानी उपयोग गर्न पाइयोस् भनेर हामीले पत्राचार गरिराखेकै हुन्छौँ। त्यो अनुसार कतिपय अवस्थामा नभएको हुनाले हामीले पनि त्यसमा भनेअनुसार पर्व पूजामा चाहिँ केही कमी कमजोरी भएको भए पनि हामी सुधार गइरहेको अवस्था छ। अहिले चाहिँ जनकपुरमा जुन मन्त्रालयबाट जुन सूचना निस्किएको छ, जुन 9 टोली जुन जनकपुरमा आएको छ, त्यसले गर्दा अहिले जनकपुर धाममा खैलो बैलो मचेको छ र हरेक मान्छेको मनमा एउटा प्रश्न उत्पन्न भइसकेका कि यो जनकपुर चाहिँ खास गरेर बढी तपाईँको के भन्छ 70 र 75% तपाईँको यो गुटीकै जग्गा हो जनकपुर। अनि यसमा चाहिँ अब एक चरणमा यसरी अहिले चाहिँ राजगुटीको चाहिँ खाली गराउने, पोखरीको डिलहरू त्यस्तै गर्दा अरू पनि खाली गराउन सकिन्छ भनेर यस्तो कुराहरू मनमा चाहिँ मान्छेलाई आइरहेको छ, प्रश्नहरू उठिरहेका छन्। के हो यथार्थमा चाहिँ वास्तविकता? हजुरले प्रश्न गरेकोमा समाजको विकास क्रम भनेको त्यहाँको धर्म संस्कृतिलाई कायम गर्दै जानुपर्छ र समाज विकास भनेको सबै कुरा राज्यले मात्रै गर्ने होइन, सेल्फ एक्चुअलाइजेसन पनि हुनु पर्यो। हामी समाज भनेको त हामी जस्तै एउटा चाहिँ जनताको कलेक्टिभ भोइस हो। कलेक्टिभ भोइसले कलेक्टिभली तपाईँको त्यहाँको विकास गर्दै गयौँ भने यो समस्याहरू विकास गरिदिने नाममा जग्गाहरू लाई केही न केही रूपमा अतिक्रमण भएको छ। त्यो अतिक्रमणलाई हामीले हटाएर गयौँ भने त कम्तीमा त्यहाँको चाहिँ वातावरण राम्रो हुँदै जान्छ, पर्यटक प्रवर्धनमा टेवा पुग्छ, धार्मिक सांस्कृतिक हाम्रा पर्यटक प्रवर्धन बढ्यो भने त आम्दानी त त्यसैबाट आउँछ। आम्दानी राज्यलाई मात्रै आउने, इभन जनतालाई, प्रत्येकका त्यहाँका जन मनमा पनि त व्यवसाय बढ्दै गयो भने त हामीले डाइरेक्टली वा इन्डाइरेक्टली हामीले चाहिँ बेनिफिट लिइराखेकै हुन्छौँ। त्यस कारण चाहिँ यो सहरलाई सुन्दर बनाउने या नबनाउने भन्ने हात हाम्रै हातमा छ। राज्यले फेसिलिटेसन गर्दै गर्दा हामीले पनि सहयोग गर्नुपर्छ सबैले भन्ने हामीलाई लाग्छ। अब त्यही नै हो। बाँकी विषय कुनै पनि विकास भनेको स्थानीयलाई
तपाईँको चाहिँ नि इन्भल्भ नगराइकन नहुने गर्न सकिँदैन। त्यही हिसाबले एक खालको अघि यहाँले भन्नु उच्च स्तरीय समिति आएर छलफल गरेर गएको र माननीय मन्त्रीज्यू माननीय प्रधानमन्त्रीज्यूदेखि सबै निकायबाट पनि यो खालको र यहाँबाट माननीय सांसदज्यूहरू सबैको सहयोग भएर नै अगाडि बढ्छ जस्तो लाग्छ। हजुर, जसरी अहिले चाहिँ उच्च स्तरीय जुन टोली गठन भयो, अहिले चाहिँ खास गरेर यो परिवर्तनको सरकारमा आएर चाहिँ यस्तो कुरा भएको छ, तर योभन्दा पहिला चाहिँ गुटी संस्थानको अधिकारको कुरा थियो होइन, माथामा थियो, तर चाहिँ गुटीले चाहिँ योभन्दा पहिला चाहिँ किन एक्सनमा आएन, उहाँले किन गर्न चाहिँ चाहेन? होइन, यहाँले चाहिँ फेरि प्रश्न अत्यन्तै सान्दर्भिक प्रश्न सुन्नुभयो। कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने हामीले चाहिँ काम गर्दै जाँदा नगरेको होइन, हामीसँग प्रतिवेदनहरू कार्यान्वयनका लागि नेपाल सरकार समक्ष लेखी पठाउने हाम्रो कानुनी व्यवस्था छ। एउटा संस्थासँग अन्तिममा त तपाईँको त्यहाँ त सुरक्षाको कुरो आउँछ। सुरक्षाको कुरो आइसकेपछि हामीले पटक पटक गठन गरेका आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्न नेपाल सरकार समक्ष पठाइसकेको र कतिपय अवस्थामा केही भए या भएनन् त्यो चाहिँ नेपाल सरकारको कहिलेकाहीँ इनिसिएसनमा नै मतलब भर पर्ने विषय भयो र हामीले त्यसमा प्रक्रिया नै अगाडि बढाएको नदेखिएको होइन, बढाएर विभिन्न कारणले के अब सरकारका पनि आफ्ना केही लिमिटेसन होला नि, त्यति बेला के थिए त्यो कारणले नबढेको होला जस्तो पनि लाग्छ र त्यसरी नै बुझिदिनुपर्छ। हजुर, जसरी अहिले चाहिँ खास गरेर यहाँ गइराख्नु भएको छ यो जुन यो 7 वटा अहिले पोखरीको जुन मेन कुराहरू छ, यो 7 वटा पोखरीमा चाहिँ कुन कुन पोखरी रहेछ? 7 वटा पोखरी अहिले पहिलो चरणमा त्यो 7 वटा पोखरीमा मलाई लाग्छ एउटा चाहिँ नि दिर्गिका सर, विषहरा, मुरली सर, अनि अर्गजा पोखरी, अनि त्यसपछि गएर हाम्रो रत्नसागर, गोर्धई पोखरी, त्यसपछि अर्को ठीक छ, हामी चाहिँ हजुर लगायतका पोखरीहरू छ। त्योमा चाहिँ अहिले खास गरेर कति फिट चाहिँ कसरी छ, के छ उसको प्रावधान, के छ, कसरी चाहिँ खाली त्यो विषय यहाँले उच्च स्तरीय समितिलाई नै सोध्नु पर्ला। मैले यहाँ अघि जसरी इन्जिनियरको हिसाबले होइन, मैले अघि पनि यहाँलाई भनिसकेँ, नापी कार्यालय धनुषाबाट उपलब्ध नक्सा बमोजिम त्यो पोखरीमा जति नापी कार्यालयले नक्सामा दिएको छ त्यही धनुषाको नापी कार्यालय धनुषाकै सर्वेक्षकज्यूको नेतृत्वमा हाम्रा प्राविधिक पनि कस्तो नि जग्गा नापजाँच गर्ने अमिन सर्वेक्षकहरू भएर नै उहाँले धेरै मेहनत गरेर गरिराख्नु भएको छ। म जस्तो प्राविधिक होइन कि नापीतिरकै प्राविधिकले गरिराख्नु भएको छ। त्यो कुराहरू र त्यो गरिराखेको ठाउँमा एकदमै त्यस्तो बिना बाधा सबै आदरणीय न्यायप्रेमी हाम्रा आदरणीय बुबा आमा जनकपुरवासी सबैले सहयोग गरेर रेड मार्किङ लाउन सहयोग गर्नुभएको छ। मैले यहाँलाई यति नै भने जसरी अहिले हेर्दाखेरि यो जनकपुर एउटा पावनकोटी 72 कुण्डले चिर परिचित छ होइन, यो पोखरी भएको तालतलैया भएको चाहिँ ठाउँ जनकपुर धाम सबैभन्दा पहिला आउँछ, तर यो 52 कोटी र 72 कुण्डलाई संरक्षण हुन सकेको छैन, जसले गर्दा यहाँको जुन धार्मिक ऐतिहासिक जुन मौलिक जुन कुराहरू थियो त्यो कतै न कतै गएर चाहिँ आजको डेटमा लुप्त भइरहेको छ। यसप्रति न त सरकारवाला चाहिँ त्यति गम्भीर भएका छन्, नत्र यता गुटीवाला त्यति गम्भीर भएका छन्, के कारण हुन सक्छ यो? यसो हजुरले अत्यन्तै सान्दर्भिक भन्नुभयो। हाम्रो स्टेट भनेको मल्टिपल अर्गनाइजेसन मार्फत राज्य सञ्चालन हुन्छ, यहाँले पनि बुझ्नुहुन्छ। अब हामीले काम गर्दै गर्दा यो संरक्षण र व्यवस्थापन गर्ने दायित्व गुठी संस्थान मात्रै नभएर पुरातत्व विभाग, मेन स्थानीय सरकार, जिल्ला प्रशासन, मालपोत, नापीदेखि तपाईँ हामी सम्पूर्ण सरकारवाला निकाय, सबै प्रदेश सरकार, त्यसपछि गएर सबैको हाम्रो सामूहिक दायित्व र कर्तव्यभित्र पर्ने हो। जब सामूहिक दायित्व र कर्तव्यभित्र पर्छ भन्ने बुझिसक्छौँ भने सामूहिक दायित्व र सामूहिक कर्तव्य पनि त बोध हुनु पर्यो र त्यो जिम्मेवारीमा रहनु पर्यो नै बल्ल विकास हुने हो। हामीले चाहिँ के गर्यौँ त, हामीले एउटालाई भन्दा पनि सामूहिक हिसाबले जानुपर्ने हुन्छ। त्यो सामूहिकतामा कहीँ न कहीँ हामी चुकेका नै हौला र त यस्तो भयो होला भन्ने हिसाबले बुझिदिनु पर्यो। हजुर, जसरी अहिले चाहिँ मठाधीशहरूलाई, जसरी सन्त महन्तहरू जुन मन्दिरका हुनुहुन्छ उहाँहरूलाई खास गरेर विशेष अहिले सामाजिक सञ्जालमा जसरी ट्रोल गर्ने, गाली दिने एउटा जुन प्रकृतिको जुन अहिले चाहिँ अवस्था आएको छ, त्यो अवस्था अहिले धार्मिक कुरामा धेरै ठुलो नै प्रश्न चिन्ह चाहिँ उभिएको देखिएको छ। योमा गुठी चाहिँ कतिको त्यो
जवाबदेहिता अथवा कति गम्भीर हुनुहुन्छ उहाँ? यस्तो हामी कस्तो हुन्छ भने सरकारी निकाय भनेको कहिल्यै पनि सरकारी निकायमा कुनै पनि विषयहरू कानुन सम्मत अर्थात् मागका आधारमा निवेदनका आधारमा अगाडि बढ्ने विषय हुन्छ। अब त्यसमा चाहिँ हामी त स्वभावैले व्यक्तिगत रूपमा पनि संस्थागत रूपमा पनि कुनै संस्थानले गर्ने कार्यमा हामी सजग हुने विषय त हामी हिजो पनि त्यति नै सजग छौँ, आज पनि हुन्छौँ र भोलि पनि हुन्छौँ। अब भएका केही त्रुटिहरू ल्याप्सेसहरूलाई हामीले चाहिँ त्यसलाई करेक्सन गर्दै जाने कुरामा हाम्रो कहिल्यै पनि विमति हुँदैन, सधैँभरि साथ र सपोर्ट रहन्छ। अब यहाँले धार्मिक कुरा भन्न खोजेको के भन्नुभयो, मैले धार्मिकतिर म त्यति छिरिनँ, तर हामीले भनेको त्यहाँको परम्परादेखि चलिआएको गुठीमा जसरी गुठीमा महन्तदेखि लिएर हरेक कुरा चाहिँ नियुक्त गर्ने चाहिँ गुठी नै गर्छ नि, तर जुन अहिले धार्मिक कुरा एउटा धेरै ठुलो एउटा महत्त्व बोकेका हुन्छन् र धार्मिक कुरामा हामी चाहिँ बढी हस्तक्षेप अथवा कुनै टिका टिप्पणी गर्दैन। तर जुन हिसाबले अहिले चाहिँ भइरहेको जुन सन्त महन्तदेखि लिएर मठाधीशलाई जुन हिसाबले सामाजिक सञ्जालमा ट्रोल गर्ने, गाली गर्ने जुन हिसाबले जस्तो भइरहेको छ, त्यसले गर्दा त एउटा धर्मप्रतिको एउटा प्रश्न उठाएको छ नि। त्यसले गर्दा कतिको चाहिँ अहिले गुठी संस्थानहरू संवेदनशील र त्यस्ता गर्नेहरूलाई अथवा यस्ता उहाँको के काम कर्तव्यहरू के छ खास गरेर? होइन, अब यो सामाजिक सञ्जाल भनिसकेपछि त्यो सामाजिक सञ्जालमा अहिले यहाँले हामीले देखिराखेकै छौँ होइन, त्यसमा आउने टिप्पणीहरूलाई हामीले डाइरेक्ट एनालाइसिस गर्छौँ। त्यो एनालाइसिस पनि टिप्पणीहरू कहिलेकाहीँ यहाँले देख्नुहुन्छ वास्तविक नभएर अवास्तविक पनि कतिपय भएको देख्छौँ। अहिलेको एआई इन्टेलिजेन्स तपाईँ कृत्रिम बौद्धिकताको एआई प्रयोग गरेर हामी त्यसमा चाहिँ हामीले त्यो हेर्दै गर्दा त्यस्तो लाग्यो त्यो बेठिकै हो भन्ने भयो भने हामीले समितिहरू गठन गर्ने आन्तरिक रूपमा यहाँलाई मैले निवेदन गरेँ, त्यो कामहरू भइ नै रहन्छ। र सँगसँगै कहिलेकाहीँ के हुन्छ भने मलाई चाहिँ सेक्युरिटीको प्रबन्ध मिलाइदिनु पर्यो भन्यो भने जिल्ला प्रशासनबाट हुने कानुनी व्यवस्था नै छ, उहाँहरू भइरहेको छ। हामीले चाहिँ धार्मिक हिसाबमा भन्दा नि धार्मिक गतिविधिहरू स्मुथली गतिविधिहरू भने के परम्परादेखि चलिआएका जुन प्रथा परम्परादेखि चलिआएका मूल्य मान्यताहरू चलुन् भन्ने हाम्रो पवित्र उद्देश्य हुन्छ। अब सेक्युरिटीको विषय त्यस्तो आउँदा हामीले प्रशासनदेखि अरू कार्यालयसम्म हामीले समन्वय गरेर अगाडि बढाएको अवस्था छ। हजुर, यो तपाईँ काम सँगै एकदमै राम्रोसँग आर्टिकल पनि लेख्नुहुन्छ, तपाईँको कुराहरू झकझकाउने खालको चाहिँ कुराहरू पनि लेख्नुहुन्छ, यसले गर्दा कतिको चाहिँ प्रभावकारी हुन्छ? होइन, मान्छे जहाँ इच्छा त्यहाँ उपाय भन्ने यहाँले बुझ्नु भएको छ। तपाईँको वेयर देयर इज अ प्रब्लम देयर इज अ विल पनि भनिन्छ। समस्या नै समस्या देखे नै समाधान हुने हो। समस्या नै देख्न सक्ने मान्छेले समस्या समाधान देख्दैन। जहाँ सपना देख्छ त्यहाँ चाहिँ तपाईँको चाहिँ नयाँ नवीनता आउँछ भन्ने यो सामान्य एउटा चाहिँ तपाईँ हामीले बुझ्नुपर्छ। अब यस्तो एउटा राष्ट्रसेवक कर्मचारी या एउटा व्यक्ति या एउटा कुनै हामी निकायले हामीले राष्ट्रकै लागि काम गर्छौँ भने राष्ट्रको लागि काम गर्दै गर्दाखेरि एकदमै हामीले राम्रो देशलाई जानेका बुझेका र सिकेका कुराहरू जति सिकाउन खोज्यौँ त्यति नै त्यो देश राष्ट्र र टोललाई राम्रो हुन्छ भन्ने मैले बुझेको हामीले र मैले यहाँले बुझ्नुपर्छ। त्यही आधारमा अफिसको समयमा अफिसमा काम गर्ने र बाँकी समय यस्तै धार्मिक कार्यहरू के भयो, हाम्रा चाहिँ पौराणिक मठ मन्दिरहरू के कारणले यसो भए, धार्मिक मूल्य मान्यताहरू के कारणले अपग्रेड गर्न सकिन्छ, त्यसलाई मोर तपाईँको चाहिँ नि रेक्टिफाई गर्न मोर तपाईँको चाहिँ नि व्यवस्थित गर्न सकिन्छ भन्नेमा म अलिकति त्यही विषयको एउटा विद्यार्थी भएको नाताले पनि फुर्सदको समय निकालेर राति या पब्लिक होलिडेजको दिन या बिहान बेलुका कसरी हुन्छ निकालेर त्यो गर्नु नै उपयुक्त लाग्छ र म गरि नै राखेको छु। त्यसमा त्यो गर्नु पनि मेरो लागि व्यक्तिगत रूपमा फाइदा पनि होला, कहिलेकाहीँ राष्ट्रका लागि पनि त्यो कन्ट्रिब्युसन गर्नुपर्छ। आफ्ना काम त सबैले गर्छौँ भन्ने लागेर पनि म त्यतिर अलि बढी ध्यान दिएको छु। हस्, यो जनकपुरवासीका लागि के तपाईँ चाहिँ सन्देश दिन चाहनुहुन्छ? होइन, एकदमै राम्रो प्रश्न गर्नुभयो। जनकपुरवासी दाजुभाइ दिदीबहिनी बुबा आमा हामी जहाँ रहे पनि नेपाली हौँ र त्यो देखाउने भनेको सबैभन्दा पहिला तपाईँ हाम्रो टोलबाट नै त्यहाँको सरसफाइ सफा सुग्घर गर्नमा चाहिँ त्यहाँ अलिकति हामीले चाहिँ नि स्क्रिनिङ गरेर जाउँ। हामी टोलले व्यक्तिले के काम गर्ने के नगर्ने र टोलले के काम गर्ने
समाजले गुठी संस्थान पुरातत्व विभाग सडक विभाग त्यसपछि गएर स्थानीय सरकार प्रदेश सरकार केन्द्र सरकारले के गर्यो भने हुन्थ्यो भनेर एक खालको यो यति धेरै बौद्धिक समूह हुनुहुन्छ बौद्धिक आदरणीय अत्यन्तै शिक्षित समूह हुनुहुन्छ उहाँहरू एउटा अन्तर्क्रिया गरि नै रहनु भएको छ हामी पनि गरिराखेका छौँ र यसलाई विश्व सम्पदा सूचीमा पनि लाने भन्छौँ भने त्यो पर्यटकहरू आउन पर्यटक आएर चाहिँ तपाईँको आउँ भन्ने बनाउनको लागि तपाईँ हामीहरू अलिकति पहिलो कुरा सरसफाइमा ध्यान दिउँ त्यसले चाहिँ तपाईँ हाम्रो चेतना स्तर पनि माथि लान सहयोग हुन्छ त्यहाँ कहीँ कमी कमजोरी भयो भने तपाईँ हामी सबै निकायहरू बसेर बरु अवेरनेसका कार्यक्रम सुरु गरेर हुन्छ कि त्यसलाई चाहिँ सार्वजनिक सुनवाईबाट हुन्छ त्यो गरौँ त्यसपछि सबै एकैचोटि होइन खण्ड 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 गर्दै जाउँ त्यसो गरेर जान यहाँहरूको सहयोग छ नै अझ सहयोग होस् हामी त सधैँभरि नेपाली हौँ त्यसमा पनि संस्थागत हिसाबले नेपालीको हिसाबले हाम्रो धर्म संस्कृतिको हिसाबले चाहिँ अगाडि बढ्न व्यक्तिगत र संस्थागत रूपमा हामी तयार छौँ त्यसैमा लाग्दा नि सबैको कल्याण हुन्छ भन्ने बुझ्छु हजुर हस् धेरै धेरै धन्यवाद यहाँलाई हामी चाहिँ अहिले गुटी अरू गुटी कति प्रकारका हुन्छन् र अहिले चाहिँ खास गरेर जुन जनकपुरमा अतिक्रमण गरेर बसेका जुन राजगुटीका पोखरीहरूमा त्यसको बारेमा पनि हामी चाहिँ कुराकानी गऱ्यौँ र खास गरेर उहाँको एउटा सन्देश के थियो भने जुन जनकपुर धाममा पर्यटक स्थल छँदैछ र यसलाई कसरी अहिले चाहिँ व्यवस्थित बनाउने अझै राम्रोसँग चाहिँ बनाउने यसमा चाहिँ मात्रै त्यो गुटी संस्थान मात्रै होइन यताका सरकारवाला मात्रै होइन यताका स्थानीयहरूलाई पनि त्यतिकै नै जागरुक बन्नुपर्छ र हरेक कुरामा चाहिँ ध्यान दिनुपर्छ उहाँको भनाइ थियो र वास्तवमा उहाँले चाहिँ एउटा आर्टिकल मार्फत आफ्नो चाहिँ लेख लेखेर मान्छे समक्ष पुर्याउनुहुन्छ र एउटा झकझकाउने प्रयास गरिरहेका हुन्छन् उहाँ चाहिँ प्रधान कार्यालयबाट जनकपुरतिर आउनुभएको छ आफ्नो एउटा इन्जिनियरको हिसाबले र अहिले चाहिँ जुन यो राजगुटीका जुन जग्गाहरू खाली गराउने कुराहरू छन् त्यसमा अहिले खैलाबेला मचेकै छ जनकपुरमा अब यति हामी चाहिँ उहाँसँग कुराकानी गऱ्यौँ र यति जानकारी दिनुभएकोमा उहाँले धेरै धेरै धन्यवाद दिन चाहन्छु निमन्त्रणा गरेर केही शब्दहरू राख्ने मौका दिनुभएकोमा धन्यवाद अब अन्तर्वार्ताको क्रममा तपाईँको चाहिँ नि सबै विषयहरू भन्दै जाँदा केही त्यसमा भएका कुराहरूले कसैलाई पनि आँच नपुगोस् र त्यसले चाहिँ राष्ट्रको गरिमा बढ्ने विषय मात्रै मैले राख्न खोजेको त्यही अनुसार अगाडि बढ्न धन्यवाद दिन्छु हस् धन्यवाद दिँदै यस कार्यक्रमबाट बिदा लिन चाहन्छु नमस्कार